एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हाम्रो सब्जी करेला र आलु हो। अब चाहिँ करेला रातो भइसकेको छ। म चाहिँ अब आलु मिक्स गर्छु। आलु र करेलाको सब्जी पनि रेडी भयो र यहाँ मुसुरको दाल पनि रेडी भयो। ग्रिल सुँगुरको मासु, यो चाहिँ सुँगुरको ससेज हो र यो चाहिँ फुपूको ढेँडो है। आज चाहिँ फुपूको ढेँडोसँग खानी हो। सिमल तरुल है, हाम्रो नेपालमा चाहिँ सिमल तरुल भन्छ यसलाई। हेलो एभ्रिवान, नमस्ते। आजको हाम्रो खाना पोर्क ससेज, पोर्क हो यो डामेको, यो आलु र करेलाको सब्जी, दाल र यो चाहिँ चिकन ग्रेभी हो। अब चाहिँ खाना सुरु गर्छ। आज त धेरै रहेछ, फेरि थोरै थोरै छ तर यो चिकन खै त करी बने, चिकन करी। तपाईले यो डल्ले खुर्सानीको अचार रिकमलाई यहाँ न न न अलिकति खानु न। ए साइड धेरै भयो एकदमै त मलाई दिनु थोरै। यहाँ पनि गर्नु पर्छ। यो पिरो स्पाइसी। ल सुरु गरौँ है। बस ल पानी पानी पछि पानी पछि हाल्नु हुन्छ। अच्छा पहिला पोको खाम पहिला। यो फुपू भरेलाई सक्नु मिठो होला नि। करेलाको तरकारी पनि हालेको सबै आइटम बनाएको, थोरै थोरै बनाएको, फेरि जहिले पनि उब्रेको उब्रे। त्यही भएर त्यही चाहिँ यही राख्छु म त। करेला र एकदम खसेछ होला, मिठो भन्छ एकदम। चित्रको अचारसँग खानु पर्यो। धेरै त मिठो हुन्छ होला। मिठो पकाउनै गाह्रो थियो त। अब आधी घन्टा लाग्छ पकाउँदै गर्दा हैन। त्यसले पोको लागे पकाउँदा हामी त नेपालमा ससेस लिनु घरबारीमा जान्थ्यौँ अनि उहाल्दै खाँदै गर्थ्यो सिमल तरुलको जराका। तर यसरी पकाएर ढेँडो बनाएर खान्छ भन्ने कुरो थाहा थिएन। अनि गयो उहाल्यो नि खान्थ्यो, यस्तो मिठो हुन्थ्यो। हाम्रो नेपालमा त थाहा नभएर हो नि त्यस्तो कुराहरू। खान त खान्छ होला कति ठाउँमा। हेरेर थाहा भएको मलाई फुपूको भेयो भन्छ। अनि सिद्ध र कता मिठो भन्छ। के रहेछ फुपू भनेको त सिमल तरुल रहेछ। सुँगुर पनि अब हाल्नुपर्छ। चुवाचे ज्याक दाइले चुवाचे भन्छ क्या। को दाइरे? ज्याक दाइले पोखरामा बस्ने खैरे ज्याक दाइ। धराने चुवाचे कालो बुङ्गो सुँगुर हो त्यो। सस जस्तो राख्नु नि एउटा।
2. Okay, done. भइहाल्नु चोमाचो सुसे ससेज That just Bunu da salın tadında. Fırkınası. Çakla. Ama da biraz pani. Böyle Sprite पनि पाउनु है Sprite. Sprite. खुलेर आएछ भने तपाईँहरूमा कति जाडो चिसो के हावाको यसरी त्यहाँ बिचरा त्यो कागको घर त खसैको गुँड त कस्तो तर बनाउँदैन कागको घर रहँदैन त्यो त हाम्रो बनाएको घर छ होला त्यसले बनाएको घर त त्यसले रहँदैन कस्तो बनाउँदा बोनेर त्यो झर्दैन त्यो हावा छ चित्र पनि हुन्छ नि बनाएको धेरै हुन्छ नि त घर त यस्तो राम्रो उनीहरूले अस्ति कहाँ रे ए त्यो त्यहाँ न्यू ब्रिज बनाएको छ नि यहाँ 10 नम्बर बस स्ट्यान्ड ठाउँमा न्यू कति धेरै रहेछ के कागको घर त त्यहाँ त्यो न्यू ब्रिज बनाएको नि त त्यो कुर्सलको जाने मुखमा हो क्या ओब्रा गरेको चितलोमा भात खानु भात ढेरोले अगायो होला मलाई नि अगायो भात तपाईँहरूले दाल पनि छोकै छैन करेलाको तरकारी पनि छोकै छैन ससेज पनि त्यसरी हुन्न है नागा पिकल चाहिँ साह्रै खतरा है हजुर नागा पिकल यहाँ नागा अचार डेन्जर मिठो मिठो तर पिरो साह्रै पिरो होइन भित्रै गर्ने के अन्त हामी पिरो खानुलाई चाहिँ ठिक हुन्छ बेसी त्यो यो त हरियो खोर्सानी त हाल्नु यस्तो बास्नु आउँछ भात नखायो नि मासु र ससेज चाहिँ भ्याउनुपर्छ करेलाको अचारसँग यसोसँग पुग्छ पुग्यो है हुन्छ तर भात पनि आउनु मान्दैन थियो हो पिरो हुन्छ भनेर हो कि भात पनि
बिहान भात चाहिँ खानुपर्छ बेलुका चाहिँ अलिकति भन्छ के भन्न त्यसलाई आत्माले मागेको खानुपर्छ मैले पुग्यो सबै त्यो भन्नेमा आफ्नो आत्माले मागेको कुरा सब खानुपर्छ कसैले खा भनेर खाने नखा भनेर नखाने दाल झोलेदै के करेला न त्यस्तो जति रुच्छ त्यो खानुपर्छ तर काममा फोकस गर्नु एउटा मासु खायो करेला मेरो बहुत फेभरेट हो हाम्रो नेपालबाट नै एकदम जति तितो हो त्यति मन त करेला त करेला त मसिनोवाला तितो हुन्छ नि त्यो मिठो हुन्छ क्या प्रायः त्यति मिठो लाग्छ एकदम मिठो हुन्छ त्यो हजुर करेला हुन्छ त्यो आगोमा पोलेर हुन्छ नि है अचार बनाउनु होइन पोलेर त्यति खाने कि नुनमा दलेर त्यो झन् मिठो लाग्छ मलाई हामीले त अचार बनाउँथ्यो पोलेर अचार पनि बनाउँछ त त्यहाँबाट प्रायः मैले त्यो पोलेर हुन्छ आगो पोलेर मिठो हुन्छ कहीँ जाउँ तपाईँले भोलि खानालाई सिद्रको अचार बनाउनु पर्छ है सिद्रको सिद्रमा अचार त खानु मिठो हाम्रो फुन्दो छ नि त्यो फुन्दोको फेरि डेट सकिन्छ फेरि खानुपर्छ आजको फुन्दो अर्को हप्तासम्म डेट हुन्छ नि भरे खाने डेट सकेर फेरि फाल्नुपर्छ त्यो त महँगो होला सल्लो भ्याउनु थोरै छ मासु चाहिँ रह्यो ससेज त थोरै भएको रहेछ है हामीले यो खाना यो सबै यस्तो आइटमहरू बनाउने बेलामा ढेँडो नखाइकन भात मात्रै अलिकति लिएर खायो भने त सक्छ होला होइन त्यो त ढेँडोले आइजान्छ नि त पेटमा फेरि त्यो थोरै नै हान्छ फेरि आज चाहिँ धेरै पिरो भयो त्यो अचार मात्रै पिरो छ अरू पिरो छैन अस्ति पहिला यस्तो पिरो थियो गरमी भएको मलाई त बेलुका त एउटा खानु पर्यो त खानु न सक्नुहुन्छ र दुईटा खानु दुईजनाले होइन मात्रै एउटा यो चटनी छ क्या पिरो मेरो त यहाँ जस्तोको जस्तै छ पुग्यो दाइले पुगेको मिठो लाग्यो आज खाना कस्तो लाग्यो पहिले मिठो लाग्यो क्यामेरामा भएको भएर फेरि भन्न अप्ठ्यारो लाग्ला जस्तो छ त्यस्तै भयो मिठो लाग्यो कस्तो लाग्यो यम्मी यम्मी कोरिन्टारको रातो भालेको जस्तो आज चाहिँ हामीले खाना पनि खाएर सक्यौँ हाम्रो अब
सुँगुरको मासु चाहिँ जस्तोको तस्तै नै भयो ससे सकियो करेला र आलुको तरकारी पनि छ भात छ दाल छ सबै छ ढेरोले नै पेट अगायो फेरि पनि यस्तै राम्रो राम्रो खानेकुराहरू बनाएर अर्को भिडियोमा आउनेछु अहिलेलाई बाई बाई बाई